Hello guys, and आज चाहिँ हामी हाँसको मासु बनाउन जाँदैछौँ हैन यु क्यान सी द भिडियो वाच टिल द एन्ड साथ सपोर्ट पनि गर्नु पर्यो हाम्रो बा चाहिँ हाँस काट्नको लागि टक्क हसुवा त्यो फिजाउँदै हुनुहुन्छ अनि त्यसपछि यहाँ मासु काट्नको लागि चाहिँ दाउ फिजाउँदै हुनुहुन्छ पानी चाहिँ पहिले तताएर हामीले रेडी गरिसकेको थियौँ अनि यहाँ हाँस काटेर पनि अनि बाले यहाँ हाँस भुत्लाउँदै हुनुहुन्छ मेरो दिदी चाहिँ यहाँ लसुन र अदुवा केलाउँदैछ अनि केही बेरपछि चाहिँ मेरो बाले टक्क हाँस पनि भुत्लाइसक्नु भएको छ अनि कट बनाउँदै हुनुहुन्छ अझै मजाले भुत्लाएर अनि यहाँ मेरो मम्मी देख्न सक्नुहुन्छ टाउको पोल्दै हुनुहुन्छ हाँस बनाएर पनि रेडी भइसकेको छ र हाँसलाई पनि बाले पोलिसक्नु भएको छ मजाले हाँस बनाउनु भएको छ बाले चाहिँ हैन हाँस बनाइसक्नु भएको छ र हाँस बनाइसकेपछि चाहिँ अब यहाँ हाम्रो बा काट्नको लागि तयारी हुँदै हुनुहुन्छ मम्मी चाहिँ पाङ्रा बनाउँदै हुनुहुन्छ त्यहाँ मजाले बाबाले चाहिँ अब काट्न सुरु गर्नु भएको छ हैन यु क्यान सी द टाइम ल्याप्स भिडियो हाम्रो बाले चाहिँ त्यहाँ टक्क लाएर मासु काटिसकेपछि चाहिँ अनि मलाई दिनुभएको छ धोइधाइ गरेर मजाले यु क्यान सी हैन सफा तरिकाले हाँसको मासु काट्नुभएको छ बाले चाहिँ अनि यहाँ दिदीले चाहिँ आलस भुटिरहेको छ अचारको लागि म चाहिँ मासुको लागि प्याज र टमाटर काट्न जाँदैछु चक्कुलाई फिजाउनको लागि चाहिँ म त्यहाँ ढुङ्गामा घोट्न जाँदैछु प्याज पनि काटिसकेको छु र प्याजलाई राख्नको लागि चाहिँ मैले त्यहाँ प्लेट एउटा लिएर आएको छु अनि केही बेरपछि चाहिँ म टमाटर झिक्न जाँदैछु यता देख्न सक्नुहुन्छ टमाटर पनि झिकेर टक्क लाएर मैले चाहिँ अब त्यसलाई धोइधाइ गरेर त्यसलाई नि फेरि म काट्न जान लाग्दैछु यु क्यान सी द भिडियो फेरि र टमाटर पनि मैले काटिसकेँ अब त्यो टमाटरहरू चाहिँ मैले त्यहाँ प्लेटमा राख्दैछु दिदीले चाहिँ त्यहाँ सबै मरमसलाहरू चाहिँ रेडी गरिरहेको थियो हाम्रो चाहिँ यहाँ देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो अदुवा लसुन खुर्सानीको पेस्ट जिरा धनिया चाहिँ हामीले किन मिसाएको छैन भन्दाखेरि जिरा धनियाको चाहिँ हामीसँग धुलो ह यो चाहिँ हाम्रो मासु अनि यो चाहिँ हाम्रो भुटन कलेजो पाङ्रा अनि त्यहाँ अरू के मासुहरू मिसाउनु भएको छ अनि त्यो चाहिँ टमाटर प्याज अनि यहाँ हाम्रो दिदीले चाहिँ यहाँ कराई र अनि फ्राई पिन बसालेको छ कराईमा चाहिँ मासु पकाउनलाई अनि यहाँ फ्राई पिनमा चाहिँ भुटन पकाउनलाई कराई चाहिँ तात्नको लागि दिदीले पहिले बसालिसकेको थियो कराई तातिसकेपछि चाहिँ दिदीले यहाँ तेल हाल्दैछ मासु अनुसार र यहाँ तेल पनि तातिसकेको छ र दिदीले यहाँ चाहिँ प्याज हाल्न जाँदैछ यु क्यान सी हैन यहाँ चाहिँ पहिला चाहिँ भुटनको लागि प्याज हालिरहेको छ दिदीले चाहिँ र कराईमा पनि तेल तातिसकेको छ र दिदीले कराईमा पनि प्याज हाल्न जाँदैछ यहाँ साइडमा चाहिँ दिदीले प्याज डढाउन लागिसकेको थियो र मैले चाहिँ त्यहाँ ग्यास सानो बनाइदिएँ मैले चाहिँ त्यहाँ हाल्न भुटन भनिरहेको छु मम्मीले चाहिँ त्यहाँ तेजपत्ता ल्याउँदै हुनुहुन्थ्यो तेजपत्ता हाल्नको लागि तेलमै फुराउनलाई अनि तेजपत्ता नि हालिसक्नु भएको छ प्याजहरू चाहिँ गोल्डन ब्राउन भइसकेको छ र गोल्डन ब्राउन भइसकेपछि दिदीले यहाँ भुटनहरू हाल्दैछ भुटन हालिसकेपछि चाहिँ यता हाम्रो साइडमा कराईमा पनि प्याज पाकिसकेको थियो र दिदीले त्यहाँ मासु हाल्न जाँदैछ पुरै मासु हालिसकेपछि चाहिँ अब दिदीले त्यहाँ चलाउँछ अनि मासुलाई एकैछिन मासुलाई मजाले चलाएर चाहिँ अनि दिदीले त्यहाँ अनि एकछिन केही बेर चलाइसकेपछि चाहिँ हाम्रो दिदीले यत्तिकै छोडिदिन्छौँ के हाम्रो यहाँ भुटन पनि देख्न सक्नुहुन्छ हैन भुटिसकेको छ मजाले अनि दिदीले चाहिँ त्यसमाथि अब टमाटर हाल्दै जाँदैछ टमाटर हालेपछि दिदीले अब त्यसलाई एकछिन केही बेर चलाउँछ र अब त्यसलाई केही बेर चलाइसकेपछि चाहिँ हाम्रो मासुमा पनि दिदीले अब केही मात्राको बेसार हाल्न जाँदैछ अब स्वाद अनुसारको कति चाहिने त्यही अनुसारले त्यसपछि चाहिँ मासुलाई एकछिन चलाउने हैन चलाइसकेपछि चाहिँ त्यसलाई एकछिन मजाले भुटिनको लागि छोडिदिने हैन मजाले त्यतिकै नछोपिकन यहाँ दिदीले चाहिँ अब भुटनमा अदुवा लसुन अनि खुर्सानीको पेस्ट हाल्न जाँदैछ कति चाहिने हो त्यही मात्रामा अनि हालिसकेपछि चाहिँ हामीले त्यसलाई केही बेर चलाउनु पर्ने हुन्छ फेरि त्यसलाई चलाएर पाक्नको लागि छोडिदिने दिदीले चाहिँ यहाँ स्वाद अनुसारको जिरा धनियाको पाउडर हाल्दैछ त्यसपछि चाहिँ यहाँ केही मात्रामा नुन हाल्दैछ नुन हालिसकेपछि चाहिँ यहाँ दिदीले सुके खुर्सानीको धुलो हाल्दैछ स्वाद अनुसारको हैन कति चाहिने हो त्यही अनुसारको पिरो खासै पिरो त छैन सबै मरमसलाहरू हालेपछि चाहिँ दिदीले एकछिन त्यसलाई केही बेर चलाउँछ मजाले अनि चलाइसकेपछि दिदीले चाहिँ केही बेर त्यत्तिकै छोडिदिन्छ त्यसपछि यहाँ हाम्रो भुटन पनि रेडी भइसकेको हुन्छ यहाँ मेरो भाले चाहिँ अब सबैलाई भाग बन्डल लगाउँदै हुनुहुन्छ बराबर अनि त्यसपछि चाहिँ हामी खान थाल्छौँ यो फ्रुटी चाहिँ मेरो दिदीको लागि यो जुस चाहिँ मेरो लागि हैन देख्न सक्नुहुन्छ अनि हाम्रो यहाँ रिभ्यू हेर्दैछौँ सबैको कस्तो भएको छ भनेर यहाँ मेरो बाको रिभ्यू हेर्न सक्नुहुन्छ मिठो मिठो भनिराख्नु भएको छ मेरो बाले चाहिँ यहाँ दिदीलाई मैले सोध्न जाँदैछु दिदीले चाहिँ यहाँ मासुमा टमाटर हालिरहेको छ
दिदीलाई पनि सोद्धाखेरि चाहिँ दिदीले ल टक्क लाएर 1 थम्स अप दिन्छ। यहाँ चाहिँ अब हामीले हाल्न जाँदैछौँ सम्राट मसला। त्यो सम्राट मसला हालिसकेपछि चाहिँ हामीले हाल्न जाँदैछ यहाँ लसुन अदुवाको पेस्ट। दिदीले चाहिँ पछि त्यो के भन्छ जिरा धनिया पनि फेरि सँगै मिसाएर पिने रहेछ। सबै मसला हालिसकेपछि चाहिँ त्यसले अब एकछिन केही बेर चलाउँछ र मजाले चलाएर अनि त्यसलाई एकछिन पाक्न दिन्छ। हाम्रो यहाँ मरमसला र मासु चाहिँ मजाले पाकिसकेको छ। पाकिसकेपछि चाहिँ हामीले अब त्यसलाई मजाले मासु पाकोस् भनेर चाहिँ हामीले चाहिने मात्रामा पानी हालेर मजाले उमाल्नको लागि केही बेर छोडिदिन्छौँ। केही बेरपछि चाहिँ हाम्रो यहाँ मासु पनि पाकिसकेको हुन्छ। अनि यु क्यान सी द भिडियो। हाम्रो चाहिँ यो मासु पाकिसकेको दृश्य यो चाहिँ। अनि यहाँ चाहिँ मेरो मम्मी चाहिँ यहाँ मासु निकाल्दै हुनुहुन्छ खानको लागि केही मात्रामा।